धेरै छैन थोरै छ भर्खरै सुरु गरे मेरो चाहिँ भिडियो नहाल्नु तेरो भिडियो हाल्दिनँ म बुझ्ने हाँस्दैन हेलो गाइज वेलकम टु न्यू ब्लग अनि आजको मेन अनि के छ भने अनि हिजो फोन अनमा थियो पास्टरवाले अनि त्यो साउन्ड मिलाउन आउने भन्ने कुरा गरेको थियो हिजो अनि त्यसको लागि म आज जाँदैछु अनि त्यसपछि भाइहरूलाई जचाउन जानु छ तिनीहरूको बिमा कार्डहरू पाइरहेको छैन त्यो खोजेर जानुपर्छ कि अनि त्यसपछि आज मेरो हातमा चाहिँ 20 रुपियाँ छ यो 20 रुपियाँलाई यसरी पट्टाएर होइन यस्तो पाउँदो रहेछ कि बजारमा होइन यसरी हाल्नु पर्दो रहेछ मेरोमा पैसा धेरै भइसक्यो कि जाँदैन अनि यो 20 रुपियाँ जब तपाईसँग तपाईँ खाजा खाने बेला होइन तपाईँ कहीँ बजार जानुभयो भने 100 रुपियाँ 200 रुपियाँ खर्च गर्नुहुन्छ अनि त्यसको सट्टामा बरु एउटा खुत्रुके किन्नुहोस् होइन 100-200 पर्छ त्यो खुत्रुके किनेर अनि यो पैसाहरू तपाईँले यसरी जम्मा गर्नुभयो भने चाहिँ तपाईँले होइन कसैलाई अनि कुनै बच्चाहरूलाई सहयोग गर्न सक्नुहुन्छ उनीहरूको कसैले खाना पाएका छैनन् होला तपाईँले यो 20 रुपियाँ जम्मा गर्दै गर्दै धेरै पैसा हुन्छ होइन तपाईँले 5 दिन मात्रै 20 रुपियाँ हाल्नु 100 रुपियाँ हुन्छ अनि तपाईँले यो 20 रुपियाँ जम्मा गरेर अनि तपाईँले राख्नुभयो भने पछि गएर यो घैँटो फुटाउँदा फेरि यसमा धेरै पैसा हुन्छ नि तपाईँले पछि गएर जसले खाना खानु भएको छैन होइन अनि जसको त्यो घरको अवस्था गाह्रो छ त्यस्तो मान्छेलाई दिनलाई एकदम अनि सहयोग पुग्छ म चाहिँ त्यसको लागि यो घैँटोमा मेरो घैँटो यसमा जम्मा गर्दैछु अनि यो सबै यो भरिसकेपछि यसको नि भिडियो ल्याउँछु होइन अनि तपाईँहरूको मेन होइन तपाईँहरूलाई म के उत्साह गर्न चाहन्छु भने तपाईँले अनि विभिन्न कुरामा खर्च गर्नुभन्दा एउटा घैँटो किनेर यसरी पैसा जम्मा गर्नुहोस् तपाईँको त्यो 20 रुपियाँले एउटा मान्छे घरको परिवारहरू होइन धेरै उन्नति हुन्छ उनीहरूको जीवनमा हुन्छ यही भन्न सल्लाह दिए अनि म रेडी भइसकेको छु यो माथिपट्टि एउटा कपडा लाउनु छ अनि त्यसपछि म ट्याक्क रेडी भइसकेँ होइन अब म जानेछु त्यसपछि पहिला म हस्पिटल जान्छु होला त्यसपछि म सबै देखाउने छु अनि सबै हेरिदिनु होला अनि जतिजना पनि नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला मेरो भिडियो अन्तिमसम्म हेर्नु होला सबैलाई जय नेपाल अनि भोट चलिरहेको छ भोट केमा पिटर श्रेष्ठको भ्लगमा अनि म सधैँ भ्लग बनाउँछु भन्छु होइन अनि मलाई के हुन्छ कि अनि बिरामी भएँ होइन जचाउन गएँ औषधि खाएँ अहिले अलिअलि ठिक छ होइन त्यही भएर अलिकति यस्तै हो क्या त्यही भएर म डेली भ्लग बनाउने भनेर सोध्छु अनि कहिले के हुन्छ मलाई कहिले के हुन्छ त्यो भएर यस्तै हुन्छ भाइको आँखा कस्तो खै भाइ एउटा आँखा लास्टै रातो भएको छ अरूको तिमी बिरामी भयो के भयो तिमीलाई यता ऊ भएको छ क्या यता कानमा दुख्यो भनेको त यता ऊ त्यो घाँटीको माथिपट्टि दुख्यो रहेछ पुरै यता कानमा दुख्यो भनेको त यता ऊ त्यो घाँटीको माथिपट्टि यसको नि अनि यसको नि पुरै आँखा उयो आँखा पाक्यो हो के भएको थियो है यता पुरै के आँखा रातै भए ज्वरो आयो क्या छैन ज्वरो घट्यो ज्वरो आएको थियो घटिसक्यो तिमीलाई पनि ज्वरो आएको घट्यो अहिले त्यो ऊ भएर थियो आज जचाउन जानुपर्छ अनि भाइहरूलाई जचाउन गएपछि अनि म उता साउन्ड मिलाउन जानेछु भाइ अहिले कस्तो छ तिमीलाई हजुर कस्तो छ अहिले अहिले ऊ बिसन चाहिँ भनौँ न हुन्छ ल म के हुनेछ सबै देखाउने छु
त्यसपछि चल्लाहरू आउँछ होला है नजिकै हजुर छोडिदियो कहाँ झ्याप्पै समात्यो त नि यो चाहिँ हाम्रो घने भाइ के छ अम्मा के अरे स्टोरी अम्मा हाम्रो अर्को खतरा हाँसिदिन्छ कि घने भाइले अक्सनाको हाँस्नु नि खतरा हामीहरू अक्सना हाँस्दैन ठिक छ अनि हाम्रो जङ्गे भाइलाई जङ्गे भाइ त छुट्टी छ हाम्रो अक्टो भाइ चाहिँ यही छ अक्टो भाइ माथि चढाएको सबै अक्टे अरे बोलाइरहेको छ कि यसले मलाई खोल्दै भनिरहेको कि भाग्छ कि यो खोल्दै भने अक्टे जिस्का रिसाउँछ कि यो भयो यसलाई यो भाग्छ कि खोल्दै भने त्यही भएर यसलाई थुनेर राखेको ए हेर्नु यसलाई हेर्नु अक्टे रिसाउँछ यो अहिले हुन्छ ल अक्टे छोडिदियो तिमी अब बाहिर निस्किनु पाउँदैन भाइ गर्छौ नि हामीसँग मुसिन्छ के चल्लै गऱ्यो भने ओहो यता नि आएछ मुसी पनि थियो मुसी कहाँ गएछ से औ मुसी आऊ बुढी भइसक्यो है मुसी मुसी बुढो भइसक्यो यता बुढी भइसक्यो मुसी हुन्छ यो चाहिँ बुढी भइसक्यो अनि यसलाई अलिकति गाह्रो नै हुन्छ त्यही भएर मेरो लाउने कपडा आइसक्यो माथि लाउने कपडा पट्याक्क रेडी हुनेछु अनि म जानेछु अनि म तपाईँहरूलाई बाटोमा देखाइरहनेछु भ्यूहरू अनि कोही भेटिन्छ के भइन्छ ज्वरो पनि अहिले चाहिँ छैन होला त्यो हिजो चाहिँ थियो कुनमा जाने त अलिक घाँटी सम्बन्धी डक्टरलाई देखाउनु कि डक्टर जगन्नाथ भट्टाचार्य कि भन्ने हो जगन्नाथले जाने त्यही भएर उहाँले हेरिरहनु भएको अब फोन नम्बर 9706 773974 77 3974 कुन काम दैनिक देब्रे आगर ठुला अनि यो चिप्रा आँखामा राति तालिन्छ रुगा पनि छ रुगा कि नाको पनि रुगा छ चिला चाहिँ नाका किरा पर्यो भने जस्तो लाग्यो तपाईँको दासलाई हाम्रो बिचमा ल्याउनु भयो प्रभु फेरि पनि तपाईँको छोरा आफ्नो गन्तव्यतर्फ घरतर्फ जाँदै हुनुहुन्छ तपाईँको दासलाई सुरक्षा दिनु
सहायता गर्नुहोस्। सुरेशसँग तपाईँ हुनुहोस् बाबा, दानियल ज्वाइँसँग तपाईँ हुनुहोस् बाबा, अनि प्रभुहरूको ज्वाइँसँग तपाईँ भइदिनुहोस् पवित्र आत्मा। तपाईँको उपस्थितिमा हामी एक एकलाई तपाईँले लिड गर्नुहोस्। तपाईँको इच्छा हामी एक एकको जीवनमा पुरा गर्नुहोस्। धन्यवाद येशूको उच्च अनि पवित्र नाउँमा, आमेन। सबैलाई जय मसी। अनि फाइनल्ली म चाहिँ अनि आइसकेँ होइन, सबै कामहरू भएर त्यहाँनिर सिकाएर सबै गरेर आइसकेँ। अनि म अहिले आफ्नो स्टुडियोमा गर्दैछु एडिटिङ भिडियो। अनि सबैले लाइक सब्सक्राइब सेयर गरिदिनु होला, आफ्नो छिमेकीहरूलाई सक्दो सहयोग गरिदिनु होला भन्दै सबैलाई टाटा बाई बाई, मिल्ते अगली ब्लॉग में।